हाई एभ्रिवान टाइमलेस कलेक्टिभ रिडिङ लिएर आएको छु तपाईँहरूको रिलेसनसिपको लागि है जसले हेर्दै हुनुहुन्छ आफ्नो पार्टनरलाई सम्झिनु होला र कार्डमा फोकस गर्नु होला र रेजोनेट हुन्छ भने तपाईँले क्लेम गर्न सक्नुहुन्छ है सो एनर्जी हेर्दाखेरि आई फिल लाइक तपाईँहरूको चाहिँ रिलेसनसिप अहिले राम्रो गुड टर्म्समा छैन होइन एकदमै नराम्रो भइरहेको छ सोचे जस्तो भएको छैन स्मुथली गएको छैन होइन दिस इज अल बिकज अफ एङ्गर इस्युज एन्ड इगो है तपाईँहरूले आफ्नो एङ्गर इस्यु र इगोलाई कन्ट्रोल गर्न नसकेर चाहिँ तपाईँहरूको झैझगडा भएको डिस्कस भएको जस्तो देखिएको छ ओभरअल हेर्दाखेरि रिलेसनसिप राम्रै छ डिभाइन ब्लेसिङ छ फ्युचर पनि राम्रो छ तर अहिले प्रब्लम आउनुको कारण चाहिँ तपाईँहरूले इगो र आफ्नो एङ्गर इस्युजलाई कन्ट्रोल गर्न नसकेर हो त्यो कुराहरूलाई कन्ट्रोल गर्नुभयो भने चाहिँ रिलेसनसिप एकदम राम्रो हुँदै जान्छ फ्युचरमा र यसको लागि चाहिँ तपाईँले 369 मेनिफेस्टेसन मेथड तपाईँले ट्राई गर्न सक्नुहुन्छ प्र्याक्टिस गर्न सक्नुहुन्छ है मैले यो सबै मेथड्स कसरी गर्ने भनेर मैले युट्युबमा राखिदिएको छु युट्युब मेरो बायोमा छ लिङ्क बायोमा छ तपाईँले गएर हेर्न सक्नुहुन्छ है त टाइप 555 to claim it and if you want personal tarot reading with remedies you can directly DM me. Thank you.